Good morning and Supravat from Suile village near Gandruk. कास्की जिल्लाको घान्द्रुक रमणीय पर्यटकीय क्षेत्र घान्द्रुक गाउँबाट अलिकति माथि सुइले भिलेज जहाँ हिल साइड होटल रहेको छ, अलिकति माथि रेम्बो होटल र अरू होटलहरू पनि छन्। र यो होटलको विशेषता भनेको चाहिँ एकान्त मनोरम हिमालकै नजिक यो माथि देख्न सकिन्छ। र यतापट्टि माछापुच्छ्रेको चुचुरो र पारी गाउँ, यो म्याग्दीको गुर्जाभन्दा माथि गाउँ छैन भने जस्तो यहाँ पनि गुर्जुङ गाउँ रहेछ। यो गुर्जुङ गाउँभन्दा माथि यता पनि गाउँ छैन। यहाँ चाहिँ बसाइको लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि निकै आरामदायी बसाइ र चाहिँ आध्यात्मिक हिसाबले पनि कैलाश पहाडको नजिकै रहेको यो चाहिँ होटल। यसमा चाहिँ यहीँको लोकल मासु, यहीँको लोकल घिउ, दुध, दहीको पनि व्यवस्था रहेको छ। यो होटलका प्रोप्राइटर यामबहादुर गुरुङको आफ्नै होटल पनि छ र उहाँहरूले चाहिँ त्यही आफ्नो उत्पादनलाई चाहिँ आफ्ना पाहुनाहरूलाई चाहिँ स्वादिष्ट परिकार बनाएर पस्किनुहुन्छ। अत्यन्तै सुखद बसाइको अनुभव गरियो हामीले। र यहाँबाट चाहिँ यो सनराइजिङ भइरहेको छ भने यहाँसम्म चाहिँ मोटर बाटोमा ल्याइएको रहेछ। मोटर बाटो भन्नाले चाहिँ यातायातको सुविधा छ। यहाँसम्म बाइकमा पनि आउन सकिन्छ र गाडी, फोर व्हिल गाडीहरू पनि आउँछन्। र यो ट्र्याक चाहिँ छोमरङ भिलेज र एबिसी जाने ट्र्याक, टाढापानी, उल्लेरी, घोडेपानी हुँदै यहाँबाट चाहिँ पर्यटकहरू चाहिँ नि आवत जावत गर्नुहुन्छ। तातो पानी, चिसो पानी सबै चिजको व्यवस्था यहाँ छ। र चाहिँ हामी बाइकमा आएर अहिले चाहिँ बाइक यहीँ राखियो र यो अत्यन्तै सुन्दर, मनै पवित्र प्रफुल्लित हुने ठाउँ। यहाँ चाहिँ यसरी छ। निकै राम्रो घर र यो चाहिँ यहाँदेखि मैले तपाईहरुलाई देखाउन चाहे यो टाढा पानी हुँदै छोमरङ एबिसी जान मिल्यो। घान्द्रुक पनि तल गयो। यो चाहिँ यहाँ यसरी चाहिँ टुरिस्ट गाइड म्याप पनि राखिएको छ, यसरी हेर्न सकिन्छ। भने यहाँबाट चाहिँ नजिकै हिमाल छ। र यति बेला भने हामीसँग यो हिलसाइड होटलका प्रोप्राइटर नाताले मेरो मामा श्री यामबहादुर गुरुङजी हुनुहुन्छ। नमस्ते मामा, तपाईलाई भमरकोट युट्युब च्यानलमा स्वागत छ। नमस्ते। मामाले चाहिँ यो यस्तो हिमालकै नजिक यति धेरै लगानी गरेर यो होटल बनाउनु भएको रहेछ। यो आधुनिक जमानाले छोएको बेलामा पनि यो आफ्नै जन्मभूमिमा बस्नको लागि र चाहिँ यहीँ पर्यटकहरूलाई स्वागत गरौँ भन्ने हिसाबले चाहिँ एउटा होटल खोलेर बस्नको लागि तपाईँलाई केले प्रेरित गर्यो मामा? अब हाम्रो बाबुबाजेदेखिको यहीँ बसेको, हामी यहीँ बसौँ, यहीँ गरौँ भनेर यहीँ अब लगानी गरेछु हजुर। ए, अनि त्यसपछि तपाईँको यो होटलमा चाहिँ कतिजना बस्न सक्ने क्षमता छ? 12-13वटा कोठा छन्। हजुर। एड्रेस छ पुरै। हजुर। तातो चिसो पानी अनि उसबाट छ, के अरे गिजरबाट छ। हजुर। अनि सोलरबाट पनि छ। 24 घण्टा चाहिँ नि तातो पानी आउँछ।
हजुर। अनि तपाईँको यो होटलको विशेषता भनेको के छ? यहाँको खानपिन चाहिँ नि यहाँकै आटो पिठो यहाँको लोकल लोकल कोदो हजुर। मकैको चाहिँ नि पिठो पिसेर दिन्छन्। ए लोकल कुखुरा दही मही हाम्रो फर्म यो देउरालीमा छन् भैँसी फर्म, त्यहाँबाट लिएर यहाँ उपलब्ध गराएर भैँसीको घिउसित यसो भातहरू ढेँडोहरू खानु दिन्छौँ। अहिलेसम्म बनाइरहेको यो तपाईँको आफ्नै उत्पादन हो? आफ्नै हो। हजुर। हामीले पोखराबाट ल्याउने भनेको उही चामल मात्रै हो। यहीँ आलु मकै सिमी साग सब्जी बन्दा सबै यहीँ उत्पादन टोटल अर्ग्यानिक, विषादी नभएको है? एकदम। हजुर हजुर हजुर। अनि मामालाई मैले एउटा प्रश्न गर्न चाहेँ, यो सबै मान्छेहरूले चाहिँ घान्द्रुक, हुन त यो पनि घान्द्रुकै पर्यो होइन? घान्द्रुक गाउँ भन्दा यो अलगै रहेको छ। यसमा यहाँ घान्द्रुक भन्दा यहाँ चाहिँ आएपछि अनुभूति गर्न पाउने विशेष के छ? मनोरम दृश्य त यहाँ छँदैछ। यहाँ अब तपाईँको हेर्ने वन जङ्गल हेर्ने, हजुर हिमाल अलिअलि देखिन्छ। हजुर। यो ट्र्याक हुँदै छोमरोङ पुग्छ? जाने अन्नपूर्ण बेस क्याम्प, हजुर यताबाट माथि टाढा पानी बनठाँटी देउराली भएर घोरेपानी जाने, हजुर। अनि यता मुल्टे भ्यू भन्ने छ एउटा नयाँ खोलेको रोड, हजुर हजुर। त्यहाँ पनि जाने रोड छ यहीँबाट। ए हस् मामा, ल तपाईँको यो छोटो भिडियोको लागि धेरै धन्यवाद। र यो च्यानल हेर्नुहुने सबै स्वदेशी पाहुनाहरूलाई पनि चाहिँ मामाले स्वागत गर्न आतुर हुनुहुन्छ। हजुर। यसमा चाहिँ विभिन्न सङ्घ संस्था, कलेज, स्कुलहरूको पनि चाहिँ क्याम्पिङ गर्न मिल्छ होइन मामा? र यहाँसँग चाहिँ यातायातको पनि सुविधा रहेको छ। हाम्रो चाहिँ हजुर प्राइभेट गाडीमा पनि सकिन्छ भने यहाँबाट चाहिँ मामाले पनि प्रोभाइड गरिदिनुहुन्छ यी चाहिँ भाडाका गाडीहरू होइन मामा? हजुर। यो घान्द्रुकदेखि धेरै टाढा पनि छैन। घान्द्रुक आउनुहुने सम्पूर्ण पाहुनाहरूले एकपटक भिजिट गर्नै पर्ने ठाउँ छ यो। अघि नै मैले यो भिडियोमा चाहिँ सबै कुराहरू देखाइसकेको छु। र भन्दै चाहिँ मामालाई पनि म धन्यवाद भन्दै सम्पूर्णजनालाई चाहिँ भिडियो हेर्नुभएकोमा नमस्कार।